चलचित्रको सुरुवातमा हामी एउटी केटीलाई भागिरहेको देख्छौं। सुरुङको ढक्कन खोलेर उनी बाहिर निस्कन खोज्दै गर्दा एउटा मुकुण्डोधारी मानिसले उनलाई आक्रमण गरेर मारिदिन्छ। त्यसपछि क्लोभर नामकी केटी आफ्नी हराएकी बहिनी मिलेनीलाई खोज्न आफ्ना साथीहरूसँग रोड ट्रिपमा निस्किएको देखिन्छ। यो समूहमा क्लोभरका साथै उनका पूर्व प्रेमी म्याक्स, दुई केटीहरू निना र मिगन र निनाको प्रेमी एप पनि छन्। मिलेनी हराउनु अघि उनले क्लोभरलाई एउटा भिडियो पठाएकी थिइन् जसमा हार्टली नामको स्टोर देखिन्छ। यही भिडियो फुटेजबाट हामीलाई थाहा हुन्छ कि चलचित्रको सुरुमा देखिएकी केटी वास्तवमा मिलेनी नै थिइन्। अब क्लोभर आफ्ना साथीहरूसँग त्यो स्टोर बाहिर आइपुगेकी हुन्छन्। त्यसपछि मिगन, जो आफैलाई एक शमन अर्थात् आत्माहरूसँग संवाद गर्न सक्ने व्यक्ति ठान्थिन्, सबैलाई घेरा बनाएर एकअर्काको हात समात्न भन्छन् ताकि उनी आत्मासँग सोध्न सकुन् कि मिलेनीलाई खोज्न जानुपर्छ कि पर्दैन भनेर। तर एउटा मिनी भ्यानले यो माहौल भङ्ग गरिदिन्छ। केही बेरपछि क्लोभर स्टोरभित्र गएर मिलेनीको फोटो देखाउँदै पसलेलाई सोध्छिन्, तपाईले यो केटी देख्नु भएको छ? पसलेले टाउको हल्लाउँदै भन्छन्, हालै धेरै मानिसहरू आफ्ना हराएका आफन्त खोज्न नजिकैको ग्लोरी भ्याली गएका छन्। यो केटी पनि उही गएकी होली। यो कुरा सुनेर क्लोभर बाहिर दौडिन्छन् र साथीहरूलाई तुरुन्तै ग्लोरी भ्याली जान आग्रह गर्छिन्। सबैजना कारमा चढेर ग्लोरी भ्यालीतर्फ लाग्छन्, तर अचानक भारी वर्षा सुरु हुन्छ। चालक एबले बाटो परिवर्तन गर्ने प्रयास गर्छन्, तर पहाडी बाटो पार गर्न सक्दैनन्। सबै आत्तिएर आपसमा झगडा गर्न थाल्छन्। त्यसैबेला उनीहरूको कार एक पुरानो बङ्गला अगाडि पुग्छ जहाँ वर्षाको एक थोपा पनि परेको हुँदैन। यता भने वर्षा यति तेज छ कि केही देख्न गर्न पनि गाह्रो हुन्छ। आकाशमा बादलै बादल छन्, तर त्यो बङ्गलामाथि बादल छैन। मिगनले त्यहाँको चोरमा चिहानहरू देखेर चिन्ता व्यक्त गर्छिन् र भन्छिन्, मलाई यो ठाउँबाट नराम्रो ऊर्जा महसुस हुँदैछ। तर अरू साथीहरू वर्षामा हिँड्न चाहँदैनथे, त्यसैले सबैजना त्यो बङ्गलाभित्र पस्छन्। क्लोभरलाई भने त्यो वर्षा अनौठो लागिरहेको थियो। उनले वर्षाको पानी छोएर महसुस गरिन्, तर त्यो सामान्य पानी जस्तै नै थियो। त्यत्तिकैमा कुहिरोभित्र एउटा मानव आकृति देखेर क्लोभर झस्किन्छन् र त्यसतर्फ अघि बढ्न थाल्छिन्। यो देखेर म्याक्स पनि उनको पछि लाग्छन्। बङ्गलाभित्र पसेका साथीहरूले निकै अनौठो वातावरण महसुस गरे। हलको बीचमा एउटा ठूलो बालुवा घडी राखिएको थियो। निनाले डेस्कमा राखिएको रजिस्टर खोलेर हेर्दा त्यसभित्र मिलेनीको नाम 13 पटक लेखिएको देखिन्। मिगन चुपचाप बाथरुममा गइन्। त्यहाँ धारामा पानी थिएन र आइनामा बाक्लो धुलो जमेको थियो। एबलाई पनि सबै कुरा असामान्य लागिरहेको थियो, त्यसैले उनले आफ्नो फोनको क्यामेराबाट भिडियो रेकर्ड गर्न थाले। अचानक उनले हराएका मानिसहरूको फोटोहरू भित्तामा झुन्डिएको देख्छन्, जसमा एक फोटो मिलेनीको पनि थियो। यसैबीच बाहिर वर्षामा क्लोभरले कसैलाई भेट्टाउन सक्दिनन्। अचानक म्याक्स पछाडिबाट आएर उनलाई वर्षाबाट तानेर भित्र फर्काउँछन्। घरमा फर्किएपछि सबैले आफ्नो अनौठो अनुभवहरू साटासाट गरिरहेका हुन्छन्। यत्तिकैमा बालुवा घडी आफै सक्रिय हुन्छ। त्यसपछि बाहिर कसैको गाडी स्टार्ट भएको आवाज आउँछ। सबैजना बाहिर गएर हेर्छन् र एकाएक छक्क पर्छन्, किनभने त्यो त उनीहरूकै कार थियो। कसैले स्टार्ट गरेर कुहिरोभित्र लैजाँदै गरेको, जहाँ चालकको अनुहार पनि कुहिरोले ढाकेको थियो। डरले सबै बङ्गलाभित्र जान्छन् र झ्यालबाट कारतर्फ हेर्न थाल्छन्। अब बाहिर निस्कनु सुरक्षित थिएन। मोबाइल फोनमा सिग्नल पनि थिएन, त्यसैले सबैजना ल्यान्डलाइन फोन खोज्न थाले। उनीहरूले मोबाइलको टर्च बालेर बेसमेन्टतर्फ गएका थिए। त्यहाँ उनीहरूले चारैतिरका भित्तामा झ्यालहरू लगाइएका देखे। त्यही क्लोभरले एउटा ल्यान्डलाइन फोन भेट्टाउँछिन्, तर त्यो फोनले काम गरिरहेको हुँदैन। उता मेगनले एउटा पुरानो रेडियो फेला पारिन्। माथिल्लो तलामा एब र निनालाई ढोका बन्द भएको ठूलो आवाज आउँछ। एब ढोकातिर जान्छन्, तर धेरै बेरसम्म फर्कदैनन्। निनालाई केही गडबड भएको महसुस हुन्छ। उनी बिस्तारै कोरिडोर पार गर्दै जान्छिन्। अगाडि एउटा छाया देखेर निनाले बत्ती बाल्छिन्। बत्ती बाल्दा एबलाई एउटा मुकुण्डो लगाएको मानिसले 2 टुक्रा पारेको देख्छन्। तल म्याक्स, क्लोभर र मेगानले पनि चिच्याएको आवाज सुन्छन् र उनीहरू माथिल्लो तलामा पुग्छन्। निनाको शरीर भुइँमा रगतले लतपतिएको अवस्थामा देख्छन्। ती तीनैजना मुकुण्डोधारी मानिसबाट डलाएर भाग्न थाल्छन् र सुरक्षित ठाउँ खोजेर लुक्छन्। जब त्यो मानिस उनीहरूको नजिक आउन थाल्छ, म्याक्स पूरै शक्तिले एउटा स्टुलले उसमाथि प्रहार गर्छन्, तर उसलाई केही असर हुँदैन। उसले उल्टै म्याक्सको टाउकोमा छुरा घोचेर उनलाई मारिदिन्छ। मेगन डरले दराजमा लुकेकी हुन्छिन्, तर मुकुण्डोधारी मानिसले उनलाई पनि खोजेर समाप्त पार्छ। उता क्लोभरले मुकुण्डोधारी व्यक्तिको पिठ्युमा चक्कुले हान्छिन्, तर उसलाई केही हुँदैन। यो सामान्य मानिस नभएको बुझेर उनी डराउँछिन् र भाग्छिन्। कुहिरोमा उनले एउटा परिचित छाया देख्छिन्, जुन उनलाई आफ्नै बहिनीको जस्तो लाग्छ। नजिक जाँदा अचानक त्यही मुकुण्डोधारीले उनलाई छुराले हानेर मारिदिन्छ। अब 5 साथी मारिएपछि घरभित्रको बालुवा घडी उल्टिएर सक्रिय हुन्छ र उनीहरू पहिलो पटक घरमा प्रवेश गरेको क्षणमा फर्किन्छन्। यसपटक उनीहरूलाई सबै कुरा याद हुन्छ।
उनीहरू डराउँछन् किनकि कुनै अज्ञात शक्तिले उनीहरूलाई फसाइरहेको हुन्छ। डरलाग्दो कुरा, उनीहरूका फोटोहरू हराएका मानिसहरूका तस्विरहरूसँगै राखिएका हुन्छन्। एबले कारमा चढेर भाग्नुपर्ने सुझाव दिन्छन्, तर निनाले चेतावनी दिँदै भन्छन् कि उनीहरूभन्दा पहिलेका हराएका मानिसहरूसँग यो 13 पटक भइसकेको छ र कोही पनि भाग्न सकेनन्। मेगनलाई नकारात्मक ऊर्जा महसुस हुन्छ। उनले रात भयानक हुने बताउँछिन्। अचानक उनको शरीर आफै बटारिन्छ, कोठाका बत्तीहरू फुट्छन् र उनी गायब हुन्छन्। सबै मिलेर खोज्दा उनी हावामा झुन्डिएकी देखिन्छन्। उनलाई आत्माले कब्जा गरेको हुन्छ। भयानक आवाजमा फोटोतर्फ इसारा गर्दै उनी भन्छन् कि उनीहरूको आत्मा पनि 13 पटक विभिन्न तरिकाले समाप्त भएर यहाँ फसेको छ। यति भन्दै मेगन चिच्याउँछिन्, उनको घाँटी आफै मोडिन्छ र उनी भुइँमा खसेर मर्छिन्। सबैको मुटु डरले काम्यो। अचानक ढोकामा जोडले ढकढक आयो। बाहिरबाट मिलनीको आवाज सुनियो। क्लोभर बाहिर जान खोज्छिन्, तर एबले लोक्छन्। म्याक्सको सहयोगमा क्लोभर बाहिर निस्किन्छन्, तर त्यहाँ कोही हुँदैन। सबै र बाहिर एउटा काठको घर देखेर अचम्म मान्छन्, किनकि त्यो पहिले त्यहाँ थिएन। अचानक कुनै अदृश्य शक्तिले क्लोभरलाई हावामा उचाल्छ र बाँकी सबैलाई घरभित्र थुन्छ। क्लोभर सम्हालिन नपाउँदै त्यो शक्तिले उनको खुट्टा समातेर काठको घरभित्र तान्छ। म्याक्स उनलाई बचाउन बाहिर निस्कन खोज्छन्, तर एबले रोक्न खोज्छन्। म्याक्स, जो क्लोभरलाई अझै माया गर्छन्, उनलाई बचाउन घरबाट बाहिर निस्कन्छन्। काठको घरमा क्लोभरले आँखा खोल्दा चारैतिर डरलाग्दा मास्कहरू झुन्डिएका देख्छिन्। टिभीमा खानी भाँसिएको समाचार चलिरहेको थियो। एउटी बुढी महिला सोफामा बसिरहेकी थिइन्। क्लोभर चुपचाप बाहिर निस्कन खोज्छिन्, तर ढोका बाहिरबाट बन्द थियो। बुढी महिलाले क्लोभरलाई लडाएर उनलाई अक्सिजन मास्क लगाइदिन्छिन् र त्यसपछि उनको शरीरमा कुनै आत्माले कब्जा गर्छ। क्लोभरको अनुहारमा डरलाग्दो मुस्कान देखिन्छ। यता एब र निना कारमा भाग्छन्, तर अगाडि डरलाग्दो छाया देखेपछि फर्किन्छन्। निनाले ढोका खोल्न खोज्छिन्, तर बन्द हुन्छ। अचानक झ्यालमा रगत छ्यापिन्छ। मुकुण्डोधारीले एबलाई छुराले मार्छ। उता म्याक्स क्लोभरलाई बचाउन काठको घर पुग्छन्, तर त्यहाँ खरानी र एउटा जोकरको पुतली मात्र भेट्छन्। पछाडि फर्कदा मास्क लगाएकी क्लोभरले म्याक्सलाई मार्छिन्। बाहिर निस्कदा मुकुण्डोधारीले क्लोभरलाई कारले हिर्काएर मार्छ। पाँचैजना मरेपछि बालुमा घडी फेरि सक्रिय हुन्छ र उनीहरू पहिलो दिनमा फर्किन्छन्। यसपटक उनीहरूले मुख्य ढोका बन्द गरेर बाथरुममा लुक्छन्। रात बिताउनु पर्ने थियो, जसले बाँच्न सक्थे। सबैले धाराको पानी पिउँछन्। केही क्षणमा एब खोक्दै रगत छाड्छन् र विस्फोट हुन्छन्। निना र मिगन पनि विस्फोट हुन्छन्। क्लोभर र म्याक्स बुझ्छन् कि पानीमा विस्फोटक पदार्थ थियो। म्याक्स पनि विस्फोट हुन्छन्। क्लोभर भुइँमा पल्टिएर मृत्युको प्रतीक्षा गर्छिन्। त्यही बेला पसलको मालिक बाहिर निस्कन्छ र क्लोभर पनि मर्छिन्। फेरि टाइम लुप सुरु हुन्छ। सबै पुनः बाँचेर उठ्छन्। क्लोभरले पसल मालिकको कागजात फेला पार्छिन्। ऊ डाक्टर हिल एक मनोवैज्ञानिक थियो। यो ठाउँ पहिले सहर थियो, तर खानी भाँसिदा जमिन मुनि दबिएको थियो। एबले एक पुरानो भिडियो टेप फेला पार्छन्, जसमा डाक्टर हिलले मानिसलाई डराएर 13 दिनभित्र राक्षसमा बदल्दथे। उनीहरू बुझ्छन् कि यो टाइम लुप डाक्टर हिलले बनाएको हो र 13 पटक मर्नु अघि बाहिर ननिस्के राक्षस बन्नेछन्। रेडियोबाट आवाज आउँछ, क्लोभरलाई एक्लै जंगलमा आउन भनिन्छ। उनी दौडिन्छन्। एब भने अरूलाई रोक्छन्, तर मिगन र म्याक्स पनि दौडिन्छन्। निना रिसाएर एबलाई मारी उनीहरू पछ्याउँछिन्। जंगलमा क्लोभरको खुट्टा पासोमा फस्छिन् र अदृश्य शक्ति उनलाई घिसार्दै लैजान्छ। मुकुण्डोधारीले निनालाई मार्दिन्छ। म्याक्स र मिगनले क्लोभरलाई खोज्छन्, तर मिगन सिसाको छतमा लड्छिन्। राक्षसले उनलाई सिसा तोडेर लैजान्छ। म्याक्सले क्लोभरलाई पासोबाट निकाल्छन्, तर राक्षस मिलनी देखिन्छ। उनीहरू ब्यारिकेडमा लुक्छन्। क्लोभरले म्याक्सलाई आफूलाई मार्न अनुरोध गर्छिन्। म्याक्स उनलाई सिसाले मार्छन्, तर मिलनी राक्षस देखेर म्याक्स वर्षाको पानी पिएर विस्फोट हुन्छन्। फेरि टाइम लुप सुरु हुन्छ। एबको पिठ्यूमा फोका देखिन्छ। उनीहरू राक्षस बन्दैछन्। रेजिस्टरमा सबैको नाम 13 पटक लेखिएको थियो। एबका फोन रेकर्डिङहरूबाट उनीहरूले आफ्ना मृत्युबारे बुझ्न थाल्छन्। अन्तिम रेकर्डिङमा डाक्टर हिल सुरुङमा जान्छन्। मिगन पछ्याउँछिन्। अब सबै तयारी गर्छन्। क्लोभर हतियार बोकेर सुरुङतर्फ जान्छन्। बाटोमा राक्षसहरूले आक्रमण गर्छन्। मुकुण्डोधारी सिसा तोडेर आउँछ। सबैले क्लोभरलाई भाग्न भन्छन् र उनीहरूले मुकुण्डोधारीको ध्यान भट्क्याउँछन्। उनी जंगलमा तीखो ढुङ्गा नजिक पुग्छिन् र मिलनीसँग भिडन्त हुन्छ। क्लोभरले सम्झाउने प्रयास गर्छिन्, तर मिलनी पूर्ण राक्षस बनिसकेकी हुन्छिन्। क्लोभरले उनलाई ढुङ्गामा धकेलिदिन्छिन्।
उता म्याक्स, निना र एबले मुकुण्डोधारी मानिसको टाउको बन्चरोले फुटाउँछन्। क्लोभर ल्याब पुगेर मेगनलाई बचाउने प्रयास गर्छिन्, जहाँ डाक्टर हिल चिया पिउँदै देखिन्छन्। क्लोभर चालाखीले पानी चुहाएर डाक्टर हिलको कपमा मिसाउँछिन्। डाक्टर हिल चिया पिएर विस्फोट हुन्छन्। क्लोभरले मेगनलाई छुटाउँछिन्, बाँकी म्याक्स, निना र एब पनि आइपुग्छन् र राक्षसहरूबाट बचेर बाहिर निस्कन्छन्। अन्तत उनीहरू टाइम लूप तोड्न सफल हुन्छन्। सूर्यको पहिलो किरण देख्छन्, वर्षा सुक्छ, कुहिरो हराउँछ। उनीहरू कारमा चढेर त्यहाँबाट निस्कन्छन्। चलचित्र अन्टिल डन यही सकिन्छ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। भिडियो मन पर्यो भने कृपया लाइक, सब्स्क्राइब गर्न नबिर्सनुहोस् र बेल आइकन थिचिदिनुहोस्।